तिमीहरूले कतिवटा वाक्यांशहरू छान्न आवश्यक छ। मैले राम्रो मात्रामा सामग्री लिएको थिएँ, जस्तै एकजना वक्ता जसले अन्य वक्ताहरूभन्दा बढी कुरा गर्छन्, तर म प्रेपोजिसनमा ध्यान दिइरहेको छैन। जस्तै म भन्न सक्छु समुद्री किनार सुन्दर छ। नमस्ते र अल्फा पिटीको अर्को भिडियोमा स्वागत छ। म फातिमा हुँ। आशा छ तपाईहरू सबै सन्चै हुनुहुन्छ र तपाईको तयारी राम्रोसँग भइरहेको छ। आज म युट्युब, इन्स्टाग्राम र व्हाट्सएपमा सबैभन्दा धेरै सोधिने प्रश्नहरूको जवाफ दिन गइरहेको छु। त्यसैले यस पटक म भर्खरै सोधिएका 10 वटा प्रश्नहरू र विद्यार्थीहरूमा भएका दुविधाहरूको बारेमा मात्र छलफल गर्नेछु। त्यसैले आजको यो छोटो भिडियो मैले सोचे कि यो उपयोगी हुनेछ, किनभने यो युट्युबमा मात्र नभई टेलिग्राम र हाम्रो व्हाट्सएप समूहमा पनि धेरै पटक सोधिएको छ। त्यसैले पहिलो प्रश्नको बारेमा छलफल गरेर सुरु गरौँ। पहिलो प्रश्न, मलाई हेर्न दिनुहोस्। त्यसैले यी प्रश्नहरूको सूची हुन् जुन मैले विद्यार्थीहरूले हामीलाई सोधिरहेका कुराहरूको आधारमा बनाएको हुँ। अब पहिलो प्रश्नतिर धेरै मानिसहरू कतिवटा वाक्यांशहरू छान्न आवश्यक छ भन्ने कुरामा अलमलमा थिए, विशेष गरी समराइज ग्रुप डिस्कसन, रिटेल लेक्चर्स र समराइज स्पोकन टेक्स्टमा। त्यसैले समराइज ग्रुप डिस्कसनमा मैले राम्रो मात्रामा सामग्री लिएको थिएँ। जस्तै प्रत्येक वक्ताको लागि कम्तीमा मैले 7 देखि 8 वटा वाक्यांशहरू लिएको छु। कहिलेकाहीँ मैले बढी लिएको छु, किनभने केही समराइज ग्रुप डिस्कसनमा एकजना वक्ता हुन्छन् जसले अर्को वक्ताभन्दा बढी कुरा गर्छन्। त्यसैले त्यो वक्तासँग धेरै वाक्यांशहरू थिए, तर सामान्यतया मसँग समराइज ग्रुप डिस्कसनमा प्रत्येक वक्ताबाट कम्तीमा 7 वटा वाक्यांशहरू थिए। त्यसैले म 90 सेकेन्डसम्म सजिलै बोल्न सकेँ। ठिक छ, त्यसपछि जब म वाक्यांशहरू छान्दैछु, म नाम, विशेषण र त्यस्तै कुराहरू, क्रिया विशेषण जस्ता शब्दहरूमा बढी ध्यान दिइरहेको छु। तर म इन, टु, फर, र त्यस्तै प्रिपोजिसनहरूमा ध्यान दिइरहेको छैन। उदाहरणका लागि, समुद्री किनार धेरै सुन्दर देखिरहेको छ। ठिक छ, त्यसैले म भन्न सक्छु समुद्री किनार सुन्दर छ। ठिक छ, किनभने यसको अर्थ लाग्नुपर्छ। यदि तपाईका वाक्यांशहरूको अर्थ लाग्छ भने यो राम्रो हुन्छ। त्यसैले यदि तपाईँ छान्दै हुनुहुन्छ भने शब्दहरू बढी छान्नुहोस्, जानकारीको भागमा बढी ध्यान दिनुहोस्। त्यसपछि रिटेल लेक्चरमा आउँदा, रिटेल लेक्चर मैले हरेक पटक 10 भन्दा बढी वाक्यांशहरू लिएको छु। जस्तै 10 भन्दा बढी वाक्यांशहरूको अर्थ 2 देखि 3 शब्दहरू सँगै र त्यसपछि 10 भन्दा बढी वाक्यांशहरू। त्यसैले सबै कुरा नोट लिने बारे हो साथीहरू। यदि तपाईले आफ्नो नोट लिने काममा मेहनत गर्नुभयो भने तपाईले यी प्रश्नहरूमा आफ्नो सामग्रीको स्कोर साँच्चै सुधार्नुहुनेछ। त्यसपछि समराइज स्पोकन टेक्स्ट, समराइज स्पोकन टेक्स्ट। म वाक्यांशहरू छान्नुको सट्टा पुरा वाक्य छान्ने कुरामा बढी ध्यान दिन्छु, किनभने अगस्त 2025मा परिवर्तनहरू घोषणा भएदेखि तिनीहरूले सामग्रीमा बढी ध्यान दिइरहेका छन्। त्यसैले म पनि सामग्रीमा बढी ध्यान दिन्छु र म 2 देखि 3 वटा वाक्यहरू लिने प्रयास गर्छु र त्यसपछि जब म कम्तीमा 2 वटा पूर्ण वाक्यहरू लिन्छु अनि म वाक्यांशहरू लिन्छु, मेरो उद्देश्य पहिलो वाक्यलाई पहिलो वाक्य र दोस्रो वाक्यको रूपमा पूर्ण वाक्य लेख्नु हो र त्यसपछि मैले प्रयोग गर्ने वाक्यांशहरू। निष्कर्षको लागि र एउटा निष्कर्ष कथन बनाउनुहोस्। ठिक छ, त्यसपछि उदाहरणका लागि यदि मैले स्वास्थ्यको बारेमा कुरा गर्नु पर्यो भने त्यसैले अडियो, स्वास्थ्य र सुरक्षाको महत्त्वको बारेमा थियो, विशेष गरी प्याकेज गरिएका सामानहरू र प्याकेज गरिएका उत्पादनहरूमा जहाँ मानिसहरूलाई दैनिक रूपमा मूर्ख बनाइदैछ। त्यसैले यो पुरै वाक्यमा लिनेछु। त्यसपछि यसबाहेक वक्ताले कसरी उच्च स्तरका ब्रान्डहरूले उपभोग गर्न नमिल्ने र स्वास्थ्यका लागि, विशेष गरी बालबालिकाका लागि साँच्चै हानिकारक हुने मिसावटहरू थपिरहेका छन् र मानिसहरूले किन यी उत्पादनहरू प्रयोग गर्न बन्द गर्नुपर्छ भन्ने बारेमा छलफल गरे। निष्कर्षमा वक्ताले जोड दिनुभयो। त्यसपछि मैले वाक्यांशहरू राखेँ। फास्ट फुड उद्योगमा स्वास्थ्य र नियमन ड्यास 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 र त्यसपछि मैले सकेसम्म वाक्यांशहरूलाई सँगै राखेँ। शब्द सीमाको आधारमा जति पनि शब्द सीमा बाँकी छ र त्यसपछि म निष्कर्ष निकाल्छु र मेरो सारांश समाप्त गर्छु। त्यसैले म यसरी समूह छलफलको सारांश, रिटेल लेक्चर र स्पोकन टेक्स्टको सारांश गर्छु। मलाई आशा छ कि यसले तपाईको अन्यल हटाउँछ। दोस्रो कुरा, रिस्कोरिङ पछि मेरो अझ बढी अङ्क घट्यो। त्यसैले सबैभन्दा पहिले मलाई थाहा छैन किन मैले यो धेरै पटक याद गरेको छु,
जस्तै हरेक पटक तपाईँले रिस्कोरिङको लागि आफ्नो स्कोर बुझाउनुहुन्छ, यो कहिल्यै हुँदैन। यो तपाईँले चाहेको जस्तो कहिल्यै हुँदैन। मैले आफ्नो परीक्षा रिस्कोरिङ गरेपछि कसैले चाहेको स्कोर पाएको बिरलै देखेको छु। त्यसैले म सधैँ आफ्ना विद्यार्थीहरूलाई सल्लाह दिन्छु कि तपाईँलाई थाहा छ, तपाईँले परीक्षामा धेरै खर्च गर्नुभएको छ र रिस्कोरिङ सस्तो छैन। त्यसको लागि तपाईँले धेरै पैसा पनि खर्च गर्नुपर्छ। त्यसैले बरु अभ्यास गर्नुहोस् र अर्को परीक्षा दिनुहोस्। रिस्कोरिङ भन्दा वास्तविक पूर्ण परीक्षामा तपाईँले चाहेको स्कोर पाउने राम्रो सम्भावना हुन्छ, किनभने धेरै पटक रिस्कोरिङ स्कोर घट्छ, किनभने तिनीहरूले यसलाई वास्तविक परीक्षामा गर्ने भन्दा बढी राम्ररी जाँच गर्छन्। किनभने मलाई लाग्छ कि रिस्कोरिङमा बढी मानवीय हस्तक्षेप समावेश हुन्छ, किनभने तपाईँले यो एआई स्कोरिङमा प्रश्न उठाइरहनु भएको छ। त्यसैले तिनीहरूले के गर्छन् भने तपाईँको रिस्कोरिङ आवश्यक छ कि छैन भनेर हेर्नको लागि यसलाई मानवीय हस्तक्षेपमा पठाउँछन्। त्यसैले धेरै जसो समय मैले रिस्कोरिङमा स्कोर घटेको देखेको छु। त्यसैले फेरि स्कोर गराउनुभन्दा सायद यदि तपाईँको एक अङ्क मात्र कम छ भने मलाई थाहा छैन, म अझै पनि तपाईँलाई थाहा छ त्यसको लागि नजानु भन्छु, किनकि मैले फेरि स्कोर गराउँदा कसैको अङ्क बढेको सायदै देखेको छु। त्यसैले हो, फेरि स्कोर गराउने कुरा यस्तै छ दुर्भाग्यवश, तर यो सत्य हो। त्यसपछि निबन्धको लागि टेम्प्लेटहरूले काम गरिरहेका छन्। मैले भने झै टेम्प्लेटहरूले काम गरिरहेका छैनन्, ढाँचाले काम गरिरहेको छ। जस्तै तपाईँले आफ्नो निबन्ध राम्रो ढाँचामा लेख्न आवश्यक छ। त्यसैले एउटा खाली पाना जसमा तपाईँले विषय यो थियो भन्नुको सट्टा कि उच्च शब्दावलीका शब्दहरूबाट सुरु गर्नुहुन्छ, त्यसपछि तपाईँले भन्न सक्नुहुन्छ, यसका लागि वा दिएको विषय अनुसार वा वक्ताका अनुसार वा यसका अनुसार वा त्यस्तै केही, वा तपाईँले भन्न सक्नुहुन्छ, यहाँ छलफल गरिएको सबैभन्दा महत्त्वपूर्ण कुराहरूमध्ये एक यो हो, वा विश्वव्यापीकरणको सबैभन्दा महत्त्वपूर्ण भागमध्ये एक यो हो, वा विषय जेसुकै होस्। त्यसैले तपाईँले सुन्नुहुन्छ कि ढाँचा त्यहाँ छ, तर यो टेम्प्लेट होइन। यो यस्तो होइन कि तपाईँले एउटा शब्द मात्र राख्नुभयो भने यसले अर्थ दिन्छ। होइन, टेम्प्लेटहरूले अब काम गरिरहेका छैनन्। त्यसपछि मैले एकजना व्यक्तिबाट यो टिप्पणी पाएँ, जस्तै मैले 250 शब्दहरू लेखेँ र लेखनमा 86 अङ्क पाएँ। अब यो मैले फेब्रुअरीमा गरेको प्रयोगको सम्बन्धमा हो, जहाँ मैले भनेको थिएँ म सधैँ 280 शब्दभन्दा बढी लेख्छु र लेखनमा 90 अङ्क पाउँछु। तर यसपटक मैले 250-260 शब्दहरू लेखेको छु र लेखनमा अङ्क गुमाएको छु। अब फेरि संक्षेपमा भन्नुपर्दा सायद मेरो व्याख्या स्पष्ट थिएन। म आवश्यक सामग्रीको मात्राको बारेमा कुरा गर्दै थिएँ, किनकि ढाँचा जुन मैले प्रयोग गरिरहेको थिएँ त्यसमा आफैमा लगभग 90देखि 100 शब्दहरू थिए, र यदि मैले लगभग 120, 130, 140, 150 शब्दहरू मात्र राखेँ भने मलाई लाग्छ कि त्यो सामग्रीको लागि पर्याप्त छैन। तर यदि तपाईँ सामग्रीमा आधारित भएर आफैले पुरा निबन्ध लेख्दै हुनुहुन्छ र सामग्रीसँग सम्बन्धित 250 शब्दहरू मात्र लेख्दै हुनुहुन्छ भने पक्कै पनि यसले काम गर्नेछ। त्यसैले यो तपाईँले आफ्नो निबन्ध लेख्दा प्रदान गरिरहनु भएको सामग्रीको मात्रामा भर पर्छ। ठिक छ, त्यसैले मलाई आशा छ कि यो अब स्पष्ट छ। यदि त्यो अलिक भ्रमपूर्ण थियो भने म क्षमा प्रार्थी छु। मैले यो भनिरहेको छैन कि तपाईँले 250 शब्दहरू लेख्दा कहिल्यै अङ्क पाउनुहुने छैन। होइन, यदि तपाईँले एउटा ढाँचा प्रयोग गर्दै हुनुहुन्छ, ठिक छ, जसमा केही शब्दहरू छन् जुन सामग्रीसँग सम्बन्धित छैनन्, र तपाईँले जतिसुकै घटाउने प्रयास गरे पनि तपाईँले कुनै पनि ढाँचा पाउनुहुने छैन 80 शब्दभन्दा कमको, किनकि तपाईँलाई ती धेरै शब्दहरू चाहिन्छ एउटा ढाँचामा यसलाई अर्थपूर्ण बनाउनको लागि। तर यदि कोही स्वतन्त्र लेखनमा रुचि राख्छन्, जहाँ उनीहरूसँग आफैले केही साँच्चै राम्रो लेख्ने क्षमता र योग्यता छ भने 250 शब्दहरू एकदम सही हुन्छन्। जस्तै आइएलटिएसमा हामीले 250 शब्दहरू लेखेर 8 स्कोर गरेका छौँ, त्यसैले यो कुनै समस्या होइन। मलाई लाग्छ कि त्यो भागमा अलिकति गलत बुझाइ भएको थियो, तर हो, म यो स्पष्ट पार्न चाहन्थे कि होइन, म यो भनिरहेको छैन कि 250 शब्दले तपाईँलाई कहिल्यै राम्रो स्कोर दिँदैन। म भन्दैछु कि यदि तपाईँ पिटी एकाडेमिकको लेखनमा उत्कृष्ट स्कोर ल्याउने लक्ष्य राख्दै हुनुहुन्छ भने तपाईँलाई कम्तीमा 170-180 शब्दको विषयसँग सम्बन्धित सामग्री चाहिन्छ।
ठिक छ, अब अर्को प्रश्नतर्फ लागौँ। कृपया हामीलाई स्किल्स भ्यू प्रोफाइलको बारेमा बताइदिनुहुन्छ कि? ओपन रेस्पोन्स राइटिङ भनेको के हो के तपाईँ बुझाउन सक्नुहुन्छ कि? स्किल्स भ्यू र स्किल्स प्रोफाइल्स हेरौँ। ठिक छ, स्किल्स प्रोफाइल पियर्सनद्वारा प्रदान गरिएको एक व्यक्तिगत कार्य सम्पादन रिपोर्ट हो जुन तपाईँको आधिकारिक स्कोर रिपोर्टको साथमा आउँछ। यसले तपाईँको अङ्ग्रेजी भाषाको क्षमताको विस्तृत विवरण प्रदान गर्दछ। सबै 8 श्रेणीहरूमा स्किल्स प्रोफाइलमा 8 वटा श्रेणीहरू छन्। यो मुख्यतया तपाईँलाई कहाँ अङ्क गुमाउनु भयो, कहाँ अभ्यास गर्न आवश्यक छ वा कुन प्रकारको प्रश्नले तपाईँको स्कोरलाई प्रभाव पारिरहेको छ र त्यस्तै कुराहरू पत्ता लगाउन मद्दत गर्नको लागि हो। अब पहिले तिनीहरूसँग व्याकरण, मौखिक प्रवाह र त्यस्तै कुराहरू जस्ता इनेबलिङ स्किल्सहरू हुन्थे, त्यसैले यसले त्यसलाई प्रतिस्थापन गरेको छ। यसलाई थप कार्य विशिष्ट बनाउन, बुझ्नुभयो? त्यसैले यसलाई थप स्पष्ट बनाउन विद्यार्थीको लागि फिडब्याक जस्तै कि उनीहरूले कहाँ काम गर्नुपर्छ र अरू कुराहरू। त्यसैले स्पष्ट रूपमा स्किल्स प्रोफाइल गोप्य हुन्छ, यो तपाईँले मात्र हेर्न सक्नुहुन्छ। तपाईँले आफ्नो स्कोर पठाइरहनु भएको संस्थाहरूलाई यो देखिँदैन। त्यसैले यो तपाईँको स्कोरको आधारमा पियर्सनको तर्फबाट एउटा व्यक्तिगत सिफारिस मात्र हो। अब त्यहाँ 8 वटा स्किल्स प्रोफाइलहरू छन्। पहिलो ओपन रेस्पोन्स स्पिकिङ एन्ड राइटिङ हो। अब ओपन रेस्पोन्स स्पिकिङ राइटिङ भनेको तपाईँले आफ्ना मौलिक विचारहरू कतिको व्यक्त गर्न सक्नुहुन्छ भन्ने हो। जस्तै तपाईँले आफ्नो तर्फबाट प्रतिक्रिया दिनुपर्छ। यो रिड अलाउड जस्तो होइन जहाँ तपाईँ आफ्नो अगाडि जे लेखिएको छ त्यही मात्र पढ्नुहुन्छ। त्यसैले ओपन रेस्पोन्समा तपाईँसँग डिस्क्राइब, इमेज, रिटेल लेक्चर, एसे, समराइज जस्ता प्रश्नहरू हुन्छन्। यसैले जहाँ तपाईँ आफ्नो तर्फबाट प्रतिक्रिया दिइरहनु भएको छ, जस्तै तपाईँ आफ्ना मौलिक विचारहरू व्यक्त गर्दै हुनुहुन्छ, बुझ्नुभयो? त्यसपछि रिप्रोड्युसिङ स्पोकन एन्ड रिटन ल्याङ्ग्वेज, त्यो दोस्रो भाग हो। रिप्रोड्युसिङ स्पोकन एन्ड रिटन ल्याङ्ग्वेजमा तपाईँले दिएको जानकारी दोहोऱ्याउन वा प्रतिलिपि गर्न तपाईँ कतिको सही हुनुहुन्छ, जस्तै रिपिट सेन्टेन्स, राइट फ्रम डिक्टेसन वा यस्तै अन्य। त्यसपछि एक्सटेन्डेड राइटिङ। एक्सटेन्डेड राइटिङ लामो प्रतिक्रियाको लागि सिप हो, जस्तै तर्कमा ध्यान केन्द्रित गर्ने, संरचनामा ध्यान केन्द्रित गर्ने, उदाहरणका लागि निबन्ध साधारणतया। त्यसपछि सर्ट राइटिङ, जस्तै तपाईँ सारांश जस्ता संक्षिप्त र छोटा कार्यहरू कतिको सटिक रूपमा लेख्दै हुन्छ। विस्तारित बोलाइ, तपाईँले आफ्ना विचारहरूलाई कतिको राम्रोसँग व्यवस्थित गर्न सक्नुहुन्छ, तपाईँले आफ्नो सन्देश कतिको धारा प्रवाह रूपमा व्यक्त गर्न सक्नुहुन्छ। लामो बोलिने खण्डहरूमा जस्तै समूह छलफलको सारांश, व्याख्यान पुनः बताउने, चित्र वर्णन गर्ने। त्यसपछि छोटो बोलाइ, तपाईँले कतिको छिटो र सही रूपमा प्रतिक्रिया दिन सक्नुहुन्छ। छोटो बोलाइमा जस्तै छोटो प्रश्नको उत्तर दिने, ठुलो स्वरले पढ्ने र त्यस्तै कुराहरू। त्यसैले यी हुन्, मलाई लाग्छ त्यहाँ अरू 1-2 छन्। बहुसिप बुझाइ, जसमा तपाईँले प्रश्न जस्ता सिपहरू संयोजन गर्नुहुन्छ, जसले एकभन्दा बढी मोड्युलमा अङ्क दिइरहेको हुन्छ। जस्तै सही सारांश हाइलाइट गर्ने हुन्छ, जस्तै जटिल इनपुट पढ्ने र बुझ्ने। त्यसपछि एकल सिप बुझाइ, जस्तै एउटै स्रोतबाट जानकारी बुझ्ने, जस्तै खाली ठाउँ भर्ने, एमसिक्यू, एकल उत्तर, एमसिक्यू बहु उत्तरहरू र त्यस्तै कुराहरू। त्यसैले यी सबै सिप प्रोफाइलका 8 वटा वर्गहरू हुन्, जुन तपाईँले प्राप्त गर्नुभएको स्कोरको आधारमा पियर्सनबाट प्राप्त प्रतिक्रिया मात्र हुन्। हुन्छ, त्यो त्यही हो। अब अगाडि बढौँ। नमस्ते, के हामीले सारांशित लिखित पाठमा अनुच्छेदबाट वाक्य मात्र छानेर र संयोजकहरू मात्र प्रयोग गर्न सक्छौँ, वा हामीले ती वाक्यहरूलाई आफ्नै शब्दमा लेख्नुपर्छ? खैर, यो तपाईँ कतिको विश्वस्त हुनुहुन्छ भन्ने कुरामा भर पर्छ, किनकि वाक्यहरूलाई आफ्नै शब्दमा लेख्न धेरै सिप चाहिन्छ र यहाँ गल्ती गर्न धेरै सजिलो छ। पुरा वाक्यलाई आफ्नै शब्दमा लेख्नुको सट्टा म भन्छु कि तपाईँले 1 वा 2 शब्दहरू परिवर्तन गर्न सक्नुहुन्छ र पर्यायवाची शब्दहरू राख्न सक्नुहुन्छ। ठुलोको सट्टा तपाईँ विशाल राख्न सक्नुहुन्छ, वा राम्रोको सट्टा तपाईँ असल वा अझ राम्रो त्यस्तै कुराहरू राख्न सक्नुहुन्छ। तर फेरि यो तपाईँ के भन्नुहुन्छ त्यो सामग्रीमा भर पर्छ। पर्यायवाची शब्दमा परिवर्तन गर्नु अघि र पछि यसले ठ्याक्कै उस्तै अर्थ दिनुपर्छ। यो बाहेक यदि तपाईँ उत्कृष्ट स्कोरको लागि लक्ष्य राख्दै हुनुहुन्न भने सही वाक्य छान्ने र सही संयोजकहरू प्रयोग गर्ने प्राय अल्पविराम र पर्याप्त हुनेछ। हुन्छ। त्यसपछि अर्को
हुन्छ। के तपाईँले सारांशित बोलिने पाठ एक वाक्यमा वा बढीमा लेख्न आवश्यक छ? सारांशित बोलिने पाठ एकभन्दा बढी वाक्यमा लेख्न सकिन्छ। केवल सारांशित लिखित पाठ, त्यो पनि यदि तपाईँ पिटी एकाडेमीको लागि जाँदै हुनुहुन्छ भने एक वाक्यमा लेखिनुपर्छ। सारांशित बोलिने पाठ तपाईँले एकभन्दा बढी वाक्यमा लेख्न सक्नुहुन्छ, त्यसमा कुनै समस्या छैन। हुन्छ। त्यसपछि पृष्ठभूमि हल्ला। मेरो पिटी परीक्षामा धेरै पृष्ठभूमि हल्ला थियो। मैले आफ्नो एकाग्रता गुमाएँ र मेरो स्कोर साँच्चै कम भयो। मैले के गर्नुपर्छ? के सफ्टवेयरमा कुनै समस्या छ कि उनीहरूले हल्ला पनि रेकर्ड गरिरहेका छन्? हो, मैले यो धेरै सुनेको छु। जस्तै पछिल्लो समयमा धेरै पृष्ठभूमि हल्ला हुँदा धेरै मानिसहरूले अङ्क गुमाइरहेका छन्। अब म पूर्ण रूपमा भन्न सक्दिनँ कि यो नोइज क्यान्सलिङले काम नगरेकोले हो, किनभने पियर्सनले स्पष्ट रूपमा नोइज क्यान्सलिङले काम गर्छ भन्छ र करिब एक हप्ता अघि मैले दिएको मेरो अन्तिम परीक्षामा मैले विशेष गरी परीक्षा केन्द्रको व्यक्तिलाई सोधेको थिएँ, जस्तै तपाईँलाई थाहा छ यदि पृष्ठभूमिमा हल्ला छ भने के तपाईँलाई लाग्छ कि मेरो छेउमा बसिरहेको व्यक्तिको आवाज पनि रेकर्ड हुनेछ? र उनीहरूले स्पष्ट रूपमा भने कुनै हालतमा हुँदैन, कुनै सम्भावना छैन। यो नोइज क्यान्सलिङ हेडफोन हो, तपाईँले त्यसको बारेमा चिन्ता लिनु पर्दैन। यो रेकर्ड हुने छैन। हामीले तपाईँहरू सबैलाई सामान्य आवाज कायम राख्न भन्नुको एउटै कारण अर्को व्यक्तिलाई बाधा वा ध्यान विचलित नहोस् भन्ने सुनिश्चित गर्न मात्र हो। त्यसैले उनीहरूलाई सोधेपछि पनि उनीहरूले स्पष्ट रूपमा भनिरहेका छन् कि तपाईँलाई थाहा छ हाम्रा हेडफोनहरू नोइज क्यान्सलिङ हुन्। तपाईँले पृष्ठभूमिको हल्लाको बारेमा चिन्ता लिनु पर्दैन। यदि तपाईँले पृष्ठभूमिको हल्लाका कारण अङ्क गुमाउँदै हुनुहुन्छ भने सायद यो तपाईँको ध्यान विचलित भएकोले मात्र हुन सक्छ। त्यसैले केही पृष्ठभूमिको हल्लासँग अभ्यास गर्ने बानी बसाल्ने प्रयास गर्नुहोस्। सायद केही समाचार वा धेरै ध्यान विचलित नगर्ने केही कुरा बजाउनुहोस्, जस्तै सङ्गीत र त्यस्ता कुराहरू नबजाउनुहोस्, किनभने त्यसपछि तपाईँको ध्यान विचलित हुनेछ। पृष्ठभूमिमा पोडकास्ट वा कुनै अन्तर्वार्ता जस्ता कुराहरू राख्नुहोस् र त्यसपछि तपाईँ आफ्नो अभ्यास जारी राख्नुहोस्, ताकि तपाईँ पृष्ठभूमिको हल्लासँगै प्रतिक्रिया दिन अभ्यस्त हुनुहुनेछ र तपाईँको परीक्षासँग सम्बन्धित नभएका कुराहरूलाई बेवास्ता गर्न सिक्नुहुनेछ। त्यसैले हो, जहाँसम्म पिटीईको कुरा छ, मैले उनीहरूलाई स्पष्ट रूपमा सोधेँ र उनीहरूले भने पृष्ठभूमिको हल्ला रेकर्ड भइरहेको छैन किनकि यो नोइज क्यान्सलिङ हेडफोन हो। त्यसैले त्यो तपाईँको जवाफ हो। मैले धेरै पटक परीक्षा दिइरहेको छु तर मेरो रिडिङ स्कोर सुधार भइरहेको छैन। अब यदि यो पिटिए एकाडेमिक हो भने रिडिङ स्कोरमा खाली ठाउँ भर्नेबाट धेरै अङ्कहरू हुन्छन्। यसैले यदि तपाईँले आफ्नो खाली ठाउँ भर्नेमा सुधार गरिरहनु भएको छैन भने निश्चित रूपमा तपाईँको रिडिङ स्कोर सुधार हुने छैन, यदि यो केवल तपाईँको रिडिङ स्कोर हो भने। यदि राइटिङ स्कोर पनि प्रभावित छ भने तपाईँलाई थाहा छ तपाईँले आफ्नो समराइज्ड रिटन टेक्स्टमा काम गर्नुपर्छ। तर यदि यो पिटिई कोर हो भने आफ्नो रिड अलाउडमा पनि काम गर्नुहोस्, किनकि पिटिई कोरमा अझै पनि रिड अलाउडबाट अङ्कहरू आउँछन् र यो त्यहाँ उच्च अङ्क ल्याउने प्रश्न हो। तर यदि यो पिटिई एकाडेमिक हो भने तपाईँले आफ्नो ब्ल्याङ्क्समा काम गर्न आवश्यक छ। मलाई थाहा छ ब्ल्याङ्क्सहरू अझ जटिल हुँदैछन्, तर तपाईँले जति धैर्य अभ्यास गर्नुहुन्छ तपाईँको परीक्षाको लागि यो त्यति नै राम्रो हुनेछ। त्यसैले यदि धेरै प्रयास गर्दा पनि तपाईँले रिडिङमा स्कोर पाइरहनु भएको छैन भने त्यसपछि आफ्नो ब्ल्याङ्क्समा काम गर्नुहोस्। तपाईँको रिडिङ मोड्युलले नै तपाईँलाई तपाईँको रिडिङ मोड्युलमा करिब 75 अङ्क दिइरहेको छ। त्यसैले केवल तपाईँले अभ्यास गरेको सुनिश्चित गर्नुहोस्। विशेष गरी तपाईँको रिडिङ, तपाईँको ड्रप डाउन र ड्र्याग एन्ड ड्रप ब्ल्याङ्क्स, तिनीहरू समराइज रिटन टेक्स्टसँगै धेरै अङ्क ल्याउने खालका छन्। त्यसैले यी 3 प्रश्नहरू तपाईँको रिडिङ मोड्युलका लागि सबैभन्दा धेरै अङ्क ल्याउने प्रश्नहरू हुन्। तिनीहरूमा काम गर्नुहोस्। मैले परीक्षा दिएको छु र छोटो राइटिङमा मैले समराइज रिटन टेक्स्टमा कम अङ्क पाएँ। म जथाभावी वाक्यहरू लिन्छु। जथाभावी वाक्यहरू नलिनुहोस्। तपाईँले लिइरहनु भएको वाक्यहरूलाई सँगै राख्दा एउटा पूर्ण वाक्य जस्तो अर्थ लाग्ने हुनुपर्छ। यदि तपाईँले केवल देखाउनका लागि जथाभावी वाक्यहरू सँगै राख्नुभयो भने पक्कै पनि तपाईँको अङ्क काटिनेछ। त्यसैले राम्रो सामग्री भएका सही वाक्यहरू छनौट गर्नमा ध्यान दिनुहोस्। मैले रिडिङमा 55 पाइरहेको छु, 66 पाउन कसरी सुधार गर्न सक्छु? तपाईँका दुवै खाली ठाउँहरू, समराइज रिटन टेक्स्ट र गलत शब्दहरू हाइलाइट गर्ने र रिअर्डरमा काम गरेर मलाई लाग्छ केवल यी 5 प्रश्नहरूले तपाईँको स्कोरलाई तपाईँले चाहेको 66 सम्म पक्कै पुर्याउनेछ। रिड अलाउडमा अहिले 1 लाइनको रणनीतिले काम गरिरहेको छ।
अब पिटी एकाडेमिकमा रिड अलाउड धेरै अङ्क आउने प्रश्न रहेन। तपाईँ एक लाइनको रणनीति प्रयोग गर्न सक्नुहुन्छ वा पुरा रिड अलाउड अभ्यास गर्न सक्नुहुन्छ। यदि तपाईँको लक्ष्य धेरै उच्च स्कोर होइन भने तपाईँ एक लाइनको रणनीति अपनाउन सक्नुहुन्छ। यसमा जम्मा 7 देखि 8 अङ्क मात्र हुन्छ, त्योभन्दा बढी हुँदैन, त्यसैले तपाईँ यो गर्न सक्नुहुन्छ। तर अब तपाईँले पिटिए एकाडेमिकमा रिड अलाउडको बारेमा धेरै चिन्ता लिनु पर्दैन। तैपनि उच्च स्कोरका लागि 7 अङ्क मात्र भए पनि पुरा कुरा भन्नु राम्रो हुन्छ भन्छौँ हामी। किन जोखिम लिने? किनभने पिटी एकाडेमिकमा उच्च स्पिकिङ स्कोरका लागि तपाईँलाई 88 चाहिन्छ र त्यो धेरै हो। त्यसैले त्यसका लागि हामी एक लाइनको रणनीतिको जोखिम नलिनुहोस् भन्छौँ। तर यदि तपाईँलाई उच्च स्कोर चाहिँदैन, सामान्य स्कोर मात्र भए पुग्छ भने कुनै समस्या छैन। ठिक छ, मैले हिजो परीक्षा दिएको थिएँ, अहिलेसम्म नतिजा आएको छैन। यसले किन धेरै समय लिइरहेको छ? पिटिईले स्पष्ट रूपमा भनेको छ कि तपाईँको नतिजा 5 कार्यदिनभित्र आउनेछ। कहिलेकाहीँ यो 24 घण्टाभित्र आउँछ, तर कहिलेकाहीँ 4 देखि 5 कार्यदिन पछि पनि आउन सक्छ र यसमा कुनै समस्या छैन। मैले शुक्रबार परीक्षा दिँदा धेरै पटक मेरो नतिजा 1 हप्तापछि आएको छ, किनभने सप्ताहन्तलाई कार्यदिनको रूपमा गणना गरिँदैन। त्यसैले यसमा कुनै समस्या छैन। चिन्ता नगर्नुहोस् कि मेरो स्कोर आइरहेको छैन, सायद मैले चाहेको स्कोर पाउने छैन। यसको त्यससँग कुनै सम्बन्ध छैन। ठिक छ, आजको यो छोटो भिडियोमा मैले छलफल गर्न चाहेका धेरै सोधिने प्रश्नहरू यिनै थिए। मैले प्राप्त गर्ने प्रश्नहरूको आधारमा म यस्ता थप भिडियोहरू बनाउने छु र आशा छ कि यसले तपाईँको अभ्यासमा मद्दत गर्नेछ र तपाईँका दुविधाहरू स्पष्ट पार्नेछ। र अर्को भिडियोमा हामी चाँडै भेट्नेछौँ। यदि तपाईँलाई हाम्रो भिडियो मनपर्छ भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा भेटौँला। ख्याल राख्नुहोस्। बाई।